यो रहेको छ नेपालमा रहेको उपल्लो मुस्ताङ यानी मुस्ताङको माथिल्लो भाग पारी चराङ गाउँ छ र चराङ गाउँको पुरानो दरबारमा त तपाईहरु आइराख्नु नै भएको छ होला। त्यसपछि तपाईले मिस गर्नुभएको 99% टुरिस्टहरुले मिस गरिरहेको केभ चाहिँ यहाँ रहेको छ दादी फुक केभ। यो केभ 8 तल्लाको छ, 8 मन्जिल 8 फ्लोरको छ। अब यहाँ घुम्नको लागि तपाईहरु अहिले त टिकट लाग्दैन, फ्री टिकट हो। तपाईहरु अरु ठाउँमा जानु हो भने अरु केभमा जानु हो भने तपाईलाई टिकट लाग्छ। पारी पनि रहेको छ केभ तर त्यहाँ अहिले जाने व्यवस्था छैन। यो फ्री भएको कारण नै यो केभलाई अहिलेसम्म धेरै जसो टुरिस्टले भिजिट नै गरेको छैन। त्यसैले तपाईहरु आउनुस्। यदि यो भिडियो हेरिराख्नु भएको छ भने यहाँ आउनुस्। यो चराङ गाउँ, त्यसपछि त्यो बाटो हुँदै पुल हुँदै चढेर यहाँ रहेको छ दादी फुक केभ, त्यसपछि माथि जानुस्। एकदमै राम्रो प्लेस छ। यहाँ 8 तल्ले छ र एडभेन्चर टाइप छ। बाटो यति खतरनाक छ तपाईहरुले मेरो जुन यो भिडियो जसले पनि हेर्नु भएको छ च्यानलमा, फेसबुक आइडीमा या टिकटक आइडीमा तपाईहरुले मेरो यो भिडियो हेर्नु भएको छ भने अन्य पनि भिडियो छन् जुन चाहिँ म यहाँदेखि माथिसम्म गएर 8 फ्लोरसम्म भिजिट गरेको छु। हेर्नुहोस् भिडियो, लाइक गर्नुहोस् र तपाई पनि आउनुहोस् अनि भिजिट गर्नुहोस् दादी फुक केभ। तपाईहरुको लागि अहिले फ्री टिकट छ किनकि अब केही वर्षपछि केही महिनापछि यहाँ पनि अन्य कामहरु चलिरहेका छन्। जस्तै यहाँ बिजुलीको कामहरु चलिरहेको छ, अरु अन्य पनि यहाँ मर्मतको कामहरु चल्छ अनि त्यसपछि तपाईहरुलाई सायद टिकट किन्ने आवश्यक पनि पर्न सक्नेछ। यो मलाई त्यति थाहा भएन। त्यसैले छिटो भन्दा छिटो आउनुहोस् र यो केभ घुम्नुहोस्। निकै नै डेन्जरस छ, एकदमै राम्रो छ। हस् त, नमस्कार, धन्यवाद। आउनु होला, उपल्लो मुस्ताङ भिजिट गर्नु होला, यही भन्न चाहन्छु म। बाई बाई।